ललितपुर जिल्लाको कालेश्वर महादेव मन्दिर जानको लागि हाम्रो यात्रा प्रारम्भ भएको छ। चापागाउँबाट लेले हुँदै हाम्रो अहिले हामी लेले आइपुगेका छौँ। लेलेबाट नि हाम्रो सुरु हुँदैछ। राम्रो हुँदैछ राति है। पाउँछ मजा छ। राजेश घिमिरे। अहिले चाहिँ हामी ठ्याक्कै गोठियल नजिकै आइपुगिसकेका छौँ र अहिले हामीले सिनमा देखेको डाँडा चाहिँ बिमिरे डाँडा। यहाँ गुराँसको बोट पनि देख्न सक्छौँ र अब हामी चाहिँ गोठियलको यात्रा गोठियल हुँदै कालेश्वर यात्रा गर्दैछौँ। र अहिले हामी ठ्याक्कै गोठियल आइपुगिसकेका छौँ। लगभग चापागाउँबाट 2 घन्टा यात्रा पश्चात हामी चाहिँ अहिले ठ्याक्कै गोठियल बजार आइसकेका छौँ। सुमधुर दृश्य, एकदमै राम्रो दृश्यहरू देख्न सकिन्छ। अब यहाँबाट कति लाग्छ होला राज? कालेश्वर मन्दिर आधी घन्टामा लगभग हामी अब चाहिँ कालेश्वर मन्दिर पुग्छौँ। ल साथीहरू, अब हामी जपकाली भन्ने ठाउँमा आइपुग्यौँ र हामी कालेश्वर मन्दिर चाहिँ त्यहाँ ल ठ्याक्कै हामी त्यहाँ पुग्दैछौँ। अब लगभग हामी 15 मिनट जतिमा हामी पुग्छौँ। अब यहाँ जपकालीबाट सिसन हुँदै हामी जान्छौँ। अब चाहिँ हामी कालेश्वर मन्दिरको नजिक छौँ। हामी उकालो लाग्दैछौँ साथीहरू। यहाँ बाइकहरू आइरहेछन्। क्यामेरामा कैद गर्नु लायक दृश्यहरू देखियो साथीहरू। एकदमै सुन्दर दृश्यहरू चाहिँ देखिएको छ साथीहरू। अब हामी लगभग 5-10 मिनटमा देउराली भन्ने ठाउँमा पुग्छौँ। त्यस पछाडि अलिकति हिँडेर जानुपर्ने हुन्छ मन्दिरसम्म। राम्रो छ है सिनहरू। यस्ता डाँडाहरूलाई पनि तल पारेको पो देखिन्छ। हामी माथि धेरै हाइटमा आइसक्यौँ जस्तो देखिन्छ। र साथीहरू, अहिले चाहिँ हामी ठ्याक्कै देउरालीमा आइसकेका छौँ। कालेश्वर मन्दिर अब यहाँबाट चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ। यो चाहिँ हामी टेकेर आएको लौरोहरू चाहिँ चढाउने धार्मिक मान्यता रहेको छ। यहाँ हामी 6 बजे हिँडेर 8 बजे आइपुग्दाखेरि यत्रो बसहरू, बाइकहरू, यहाँ पनि यति धेरै बाइकहरू आइसकेका छौँ। ठ्याक्कै हामी 2 घन्टामा चाहिँ यात्रा गरेर आएको हौँ। अब हामी यहाँबाट चाहिँ हिँडेर अब 10 मिनट जति हिँडेर पुग्छौँ होला सायद अब हामी मन्दिरमा। ल साथीहरू, हामी चाहिँ चापागाउँदेखि बाइकमा आएको र मसँग राजेश, हामी 2 जना चाहिँ बाइकमा आएको र यहाँ आइपुग्दाखेरि चाहिँ एकदम राजेश कस्तो लाग्दैछ त? एकदम रमाइलो लागिरहेछ। अब पहिला हिँडेर आइन्थ्यो। यहाँसम्म 3-4 घन्टा होइन, 5-6 घन्टा लगाएर हिँडेर आइन्थ्यो यहाँ माथिबाट ट्याक्कै आश्रम घिम्तीबाट। अब अहिले हामी बाइकमा फर्स्ट टाइम आएको हो यसरी। एकदम फर्स्ट टाइम राम्रो रहेछ बाटो पनि। जस गुराँसहरू फुलेको देख्दै हेर्दै होइन। ल साथीहरू, तपाईँहरू पनि अवश्य आउनु होला। मौसम पनि एकदमै राम्रो छ अहिले। जस यात्रा गर्नको लागि, दर्शन गर्नको लागि एकदमै उपयुक्त समय रहेको कुरा जानकारी गराउन चाहन्छु। मैले एउटा यहाँ कैद गरिहालेँ त। यति राम्रो चाहिँ गुराँसको फुलहरू फुलेको। ओहो, ल पारिपट्टि पनि त्यस्तै सुन्दर मनमोहक दृश्य देखियो साथीहरू।
मैले चाहिँ क्यामेरामा कैद नगरिकन बस्न सकिनँ। यो प्रतिशालय जस्तो टाइपको रहेछ होइन? अब यहाँबाट उकालो सुरु भयो नि त रास अब। यहाँबाट चाहिँ रेलिङहरू हाल्न बाँकी देखिन्छ। र फाइनल्ली हामी चाहिँ कालेश्वर मन्दिरको टपमै आइसकेका छौँ। यहाँ चाहिँ धेरै मान्छेहरू आइसक्नु भएको छ। एकदम आज मौसमले पनि एकदमै राम्रोसँग साथ दिएको छ। हेर्नुहुन्छ एकदम मौसम एकदम क्लिन एन्ड क्लियर छ। मौसम क्लिन होइन त राजेश? एकदम। अब दर्शन गरिहाल्छौँ अब हामी। ल एकदम हिमालहरू पनि यहाँबाट एकदम क्लियरली देखिएको मौसम छ आज चाहिँ। साथीहरू आज मिति 2082 चैत्र 19 गते पूर्णिमाको दिन हनुमान जयन्ती होइन आज? हनुमान जयन्ती पनि रहेछ आज। र एकदमै राम्रो मौसममा चाहिँ हामी आइपुगेका छौँ र एकदमै राम्रोसँग व्यवस्थित किसिमबाट चाहिँ अहिले यहाँ निर्माण सम्पन्न गरिएको रहेछ। म 4-5 वर्ष पछाडि कालेश्वर मन्दिरमा आएको थिएँ। अब हामी दर्शन गर्नेछौँ, मन्दिर दर्शन गर्न लाग्नेछौँ। ल साथीहरू फाइनली हामीले चाहिँ पूजाआजा सकेर आधी घन्टा जति पूजाआजा गरेर हामी चाहिँ अब फर्किँदैछौँ। र यहाँको एकदमै राम्रो पक्ष भनेको चाहिँ अहिले एकदमै सरसफाइदेखि लिएर र मन्दिरलाई व्यवस्थित किसिमबाट बनाइएको छ र जाने आउने बाटोहरू पनि एकदमै राम्रो किसिमबाट चाहिँ निर्माण गर्दै लगिएको देख्यौँ हामीले चाहिँ। त्यस्तो बाटोहरूमा पनि बाइकमा आउँदाखेरि पनि त्यस्तो अप्ठ्यारो छैन, एकदम सहज किसिमबाट आउन सकिन्छ। दर्शनको लागि तपाईँहरू पनि आउन सक्नुहुन्छ साथीहरू। अब चाहिँ हामी फर्किँदैछौँ। ठिक छ इन्द्राज? एकदम। ल अहिले चाहिँ हामी कालेश्वर महादेव मन्दिरको दर्शन पश्चात ललितपुर जिल्लाकै कुञ्जेश्वम गाउँपालिका वडा नम्बर 5 मा भारदेव स्थित त्रिमूर्तिको प्रतिमा रहेको ठाउँमा आइपुगेका छौँ। तपाईँहरूले देखिरहनु भएको छ, एकदमै सुन्दर दृश्य रहेको छ। र राजेश र म सँगै छौँ अहिले। राजेश कस्तो लाग्दैछ? एकदम रमाइलो दृश्य, वरिपरि मौसम खुलेको छ। ओहो, फर्स्ट टाइम नै हो आज? बुद्धको जस्तो मन शान्त हुन्छ यहाँ, जस्तो मान्छे आए पनि मन शान्त हुन्छ। गौतम बुद्ध होइन? गौतम बुद्ध हाम्रो अब चिनारी हो। त्रिमूर्ति कुञ्जेश्वम मेरो चाहिँ यो दोस्रो पटक हो। पहिलो पटक आउँदा अलि असहज भइरहेको थियो, यसो बाटो पनि त्यस्तै थियो। अहिले राम्रो रहेछ, बाटो पनि राम्रो र मौसम पनि सफा, एकदम साथ दिएको। यो त्रिमूर्ति र कुञ्जेश्वमको पनि केही ऊ छ क्या र? कुञ्जेश्वम भनेकै पालिकाको नामै त्रिमूर्ति प्रतिमाबाटै रहनु गएको बुझिन्छ। ओके, एकदमै सुन्दर दृश्यहरूको साथमा छ। यहाँबाट फुलचोकी पनि देखिन्छ साथीहरू। फुलचोकीलाई पनि नजिकैबाट देख्न सकिन्छ यहाँबाट। र यसरी एकदमै सुन्दर ठाउँमा आइपुगेका छौँ। साथीहरू पनि आउन बाँकी कोही हुनुहुन्छ भने आउन सक्नुहुन्छ।
सुन्दर मनोरम दृश्य कैद गर्दै फोटो र भिडियोमा कैद गर्दै अब चाहिँ हामी फर्किने तयारीमा छौँ। एकदमै सुन्दर मनोरम दृश्यहरू, एकदमै अविस्मरणीय क्षणहरू चाहिँ सङ्कलन गरेर हामी चाहिँ फर्किँदैछौँ साथीहरू। जाने हिँड्दा सब ओके। ल अहिले चाहिँ लालीगुराँस है साथीहरू, हामी पुरै लालीगुराँसको साथमा छौँ। लालीगुराँस ल साथीहरू, लालीगुराँस टिप्यो है साथीहरू। माथि देखाइदिनुहुन्छ ल। साथीहरू हामी फर्किँदैछौँ। कस्तो राम्रो सिन्दास, कालेश्वर मन्दिर पनि देखिन्छ नि है अलिकति।